नमस्कार हजुरहरूलाई स्वागत छ यस भिडियोमा कक्षा 10 को नेपाली किताबको सम्पूर्ण सिर्जना र परियोजना कार्यहरू पाउन सक्नुहुनेछ। यदि हजुरहरूलाई भिडियो मन परेमा लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गरिदिनु होला। अब हामी ढिला नगरिकन कक्षा 10 को सिर्जना र परियोजना कार्यको समाधानतर्फ लागौं। आज हाम्रो यस भिडियोको सिर्जना र परियोजना कार्यको पाठ 1 मा उज्यालो यात्राको नाममा एउटा कविता रहेको छ वा शीर्षकमा एउटा कविता रहेको छ। यस शीर्षकमा दुईवटा सिर्जना र परियोजना कार्यहरू दिएको छ। 1 नम्बरमा विद्यार्थी जीवन शीर्षकमा छोटो कविता रचना गर्नुहोस् भनिएको छ। यहाँ विद्यार्थी जीवनमा छोटो कविता रचना गरिएको छ। यो दुईटा लाइनमा कविता रचना गरिएको छ। यो कविता हजुरहरूले लेखेर हेरेर पढेर लेख्न सक्नुहुनेछ। यो अर्को पेजमा पनि सोही कविताको बाँकी लाइनहरू रहेका छन्। यो लाइनहरू हजुरहरूले लेखेर पढेर हेरेर गर्न सक्नुहुनेछ। यस्तै कविता अन्य कविताहरू पनि रचना गर्न सक्नुहुनेछ। विद्यार्थी जीवन शीर्षकमा अन्य कविता पनि रचना गर्न सक्नुहुनेछ। त्यसैगरी अब हाम्रो सिर्जना र परियोजना कार्यको 2 नम्बरमा पुस्तकालय वा अन्य स्रोतबाट कुनै एउटा गद्य कविता खोजी लयबद्ध वाचन गरेर कक्षामा सुनाउनुहोस् भनिएको छ। यहाँ एउटा शीर्षक गद्य कविताको शीर्षक पुस्तकालयको स्वर भन्ने एउटा शीर्षकमा यहाँ गद्य कविता तयार पारिएको छ। यो गद्य कविता हजुरहरूले पढेर वा कुनै यही कविता लेख्नुपर्छ भन्ने छैन। अन्य पुस्तकालय वा अन्य स्रोत, सामाजिक सञ्जाल वा अन्य स्रोतहरूबाट पनि हजुरहरूले कविता खोजेर लेख्न सक्नुहुनेछ। यहाँ गद्य कविता खोजेर लेख्नुहोस् भनेको छ। हजुरहरूले गद्य कविता खोजेर लेख्न सक्नुहुनेछ। अब हाम्रो अर्को पाठ 2 मा घर जगडा भन्ने शीर्षकमा एउटा कथा रहेको छ। यो कथामा पनि दुईवटा सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा दिएका बुँदाको आधार मानी थप घटना निर्माण गरेर छोटो कथा तयार पार्नुहोस् भनिएको छ। छोटो कथा यच्छ प्रश्न शीर्षकमा यो महाभारतको एउटा अंश हो। यो महाभारतको कुनै पाण्डवहरूको वनवासको यात्रामा यक्षले गरेको प्रश्नको आधारमा तयार पारिएको कथा हो। यहाँ उसमा बुकमा बुँदा दिएको थियो, त्यो आधारमा यहाँ कथा तयार पारिएको छ। यो कथा हजुरहरूले पढेर सुनेर लेख्न सक्नुहुनेछ, तयार पार्न सक्नुहुनेछ। त्यसैगरी यो अर्को भागमा पनि उही कथाको बाँकी अंशहरू रहेको छ। यो अंशहरू पनि हजुरहरूले पढेर लेख्न सक्नुहुन्छ। यो सजिलो रूपमा दिएको छ, यो हजुरहरूले लेख्न सक्नुहुनेछ। यो अर्को भागमा पनि सोही कथाको अंशहरू हुन्। यो अंशहरू पनि हजुरहरूले लेख्न सक्नुहुनेछ। यसरी नै हजुरहरूले भूतकालमा आफूले कथा तयार पार्न सक्नुहुनेछ। वर्तमान भविष्यकालमा कथा तयार पार्न मिल्दैन अथवा त्यसमा लेख्न सकिँदैन। त्यसैले यो भूतकालमा कथा तयार पार्नुहुन्छ। त्यसैले भूतकालमा हजुरहरूले यस्तै कथा तयार पार्न सक्नुहुन्छ। अब हाम्रो यसै पाठको सिर्जना र परियोजना कार्यको 2 नम्बरमा ऐतिहासिक विषयवस्तुमा आधारित कुनै एउटा कथा खोजी त्यसलाई कक्षामा प्रस्तुत गर्नुहोस् भनिएको छ। यहाँ ऐतिहासिक कथा एउटा अरनिको कला र समर्पणको प्रतीक भन्ने शीर्षकमा एउटा कथा रहेको छ। यो कथा हजुरहरूलाई म वाचन गरेर सुनाउँछु। 700 वर्षभन्दा अघि नेपालमा एउटा प्रतिभाशाली बालक जन्मिए। उनको नाम थियो अरनिको। सानै उमेरदेखि उनी भित्तामा चित्र बनाउँथे, माटो र ढुङ्गामा आकृति कोर्थे र मन्दिरका मूर्तिहरूलाई देखेर मोहित हुन्थे। त्यस समयमा चीनका सम्राटले एक कुशल कलाकार खोजिरहेका थिए जसले विशाल स्वर्ण स्तूप निर्माण गर्न सकोस्। सम्राटले नेपालका राजा जय भीमदेवलाई सन्देश पठाए। नेपालका दरबारमा धेरै शिल्पी भए तापनि सबैभन्दा अगाडि आएर आत्मविश्वासका साथ आफ्नो क्षमता देखाउने अरनिको मात्र थिए। मात्र 17 वर्षको उमेरमै उनले टोली नेतृत्व गरेर चीनको राजधानी पुगे। त्यहाँ उनले यस्तो भव्य स्तूप बनाए जसलाई आज पनि चीनमा व्हाइट स्तूप भनेर चिनिन्छ। सम्राट उनको प्रतिभाबाट चकित भए। अरनिको केवल शिल्पी मात्र नभएर चित्रकला, मूर्तिकला र वास्तुकलामा पनि अद्वितीय थिए। उनले चीनमै बसा लिएर अनेकौं अद्भुत कलाकृति निर्माण गरे। आज पनि अरनिकोको नाम नेपाल र चीन बीचको सांस्कृतिक पुलको रूपमा सम्झिन्छ। उनको जीवनले देखाउँछ सत्य प्रतिभा कुनै सीमामा
थुनिँदैन। मेहनत र ज्ञानले संसारलाई जित्न सकिन्छ। यसरी हजुरहरूले कुनै पनि ऐतिहासिक कथाहरू तयार पार्न सक्नुहुन्छ। यहाँ अरनिको बारेमा कथा तयार पारिएको थियो, यसरी नै तयार पार्न सक्नुहुन्छ। अब हाम्रो पाठ 3 मा चिकित्सा विज्ञान र आयुर्वेद विज्ञान भन्ने एउटा शीर्षकमा यहाँ निबन्ध दिएको छ। यो निबन्धमा पनि दुईवटा सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा नेपालको प्राकृतिक विविधता शीर्षकमा वस्तुपरक निबन्ध लेख्नुहोस् भनिएको छ। यहाँ नेपालको प्राकृतिक विविधतामा निबन्ध दिएको छ। यो निबन्ध हजुरहरूले लेख्न सक्नुहुनेछ। यहाँ नेपाल प्राकृतिक सम्पदाले धनी, अद्वितीय र सुन्दर देश हो। भौगोलिक हिसाबले सानो देखिए पनि यस देशमा हिमाल, पहाड र तराई नामका 3वटा भौगोलिक क्षेत्र रहेका छन्, जसले गर्दा यहाँ असाधारण विविधता देखिन्छ। हिमालमा वर्षभरि हिउँले ढाकिएका उच्च शिखरहरू, गहिरा उपत्यका र हिमनदीहरू छन्, जहाँ विश्वकै अग्लो शिखर सगरमाथासहित अनेक हिमालहरू स्थित छन्। पहाडमा हरियाली, डाँडाकाँडा, उपत्यका, नदी तथा झरनाहरू छन्, जसले सौन्दर्यसँगै बसोबास र कृषि दुवैलाई सहज बनाएका छन्। तराईमा उर्वर मैदान, घना वन र जलस्रोतले जीवनलाई समृद्ध बनाएको छ। यसरी हजुरहरूले यो पहिलो अनुच्छेद भयो यो निबन्धको। यसरी नेपालको प्राकृतिक विविधता शीर्षकमा निबन्ध लेख्न सक्नुहुन्छ। यो अर्को पेजमा पनि निबन्धको अंश रहेको छ। यहाँ भौगोलिक फरकका कारण नेपालमा जलवायुगत विविधता पनि छ। तराईमा गर्मी, हिमालमा चिसो र पहाडमा मध्यम मौसम पाइने भएकाले यो देशलाई जलवायु प्रयोगशाला नै भन्न सकिन्छ। यसै विविधताका कारण वनस्पति र जीवजन्तु पनि प्रशस्त पाइन्छन्। तराईमा साल, सिसौ, कटहर र अन्य उष्णकटिबन्धीय बोटबिरुवा छन् भने हिमालमा देवदार, गुराँस र जडीबुटी पाइन्छ। त्यस्तै एकसिङे गैंडा, बाघ, हात्ती, हिमचितुवा, रेड पान्डा जस्ता दुर्लभ जीव नेपालकै विशेष सम्पदा हुन्। नेपाल जलस्रोतको दृष्टिले पनि धनी छ। गण्डकी, कोशी, कर्णाली जस्ता विशाल नदीहरू, तालतलैया, धारा र झरनाले प्राकृतिक सौन्दर्य मात्र बढाएका छैनन्, विद्युत उत्पादन, सिँचाइ र यातायातमा पनि ठूलो योगदान पुर्याएका छन्। यी सम्पूर्ण प्राकृतिक विविधताले नेपाललाई छोटो भूभागमा विश्वकै अद्भुत प्रयोगशाला बनाएको छ। यसले नेपालको सुन्दरता मात्र होइन, सांस्कृतिक, सामाजिक र आर्थिक महत्त्व पनि बढाएको छ। त्यसैले यस बहुमूल्य प्राकृतिक सम्पदाको संरक्षण गर्नु प्रत्येक नेपालीको कर्तव्य हो। यसरी हजुरहरूले निबन्ध तयार पार्न सक्नुहुन्छ। हाम्रो अब सिर्जना र परियोजना कार्यको 2 नम्बरमा रेडियो, टेलिभिजन वा पत्र-पत्रिकाबाट कुनै समाचार सुनेर वा पढेर त्यसको विषयवस्तुबारे कक्षामा छलफल गर्नुहोस् भनिएको छ। यहाँ समाचार दिएको छ। उदाहरणका लागि एउटा समाचार दिएको छ। शीर्षक काठमाडौँ विद्युत बस सञ्चालन सुरु भनेर। यहाँ इलेक्ट्रोनिक बसको सुरुवातको लागि चाहिँ यहाँ एउटा समाचार दिएको छ। यसरी नै हजुरहरूले समाचार तयार पार्न सक्नुहुनेछ। अब हाम्रो पाठ 4 मा यस्तो कहिल्यै नहोस् भन्ने शीर्षकमा एउटा संवाद दिएको थियो। त्यही संवादलाई आधार मानेर सिर्जना र परियोजना कार्यमा पनि 1 नम्बरमा 2 जना साथीबीच पढाइका बारेमा भएको संवाद लेख्नुहोस् भनिएको छ। यहाँ संवाद तयार पारिएको छ। पढाइबारे 2 साथीबीच भनेर यहाँ सुरज र रमेश बीच यहाँ पढाइको बारेमा छलफल भइरहेको छ। यहाँ मेन वा प्रमुख रूपमा यहाँ सुरज र रमेशमा परीक्षाको बारेमा यहाँ संवाद भएको छ। यसरी नै हजुरहरूले कुनै पनि साथीको संवाद तयार पार्न सक्नुहुन्छ। यो अर्को पेजमा पनि त्यही सुरज र रमेश बीचको संवादको बाँकी अंश हो। यो हजुरहरूले पढेर लेखेर यसरी नै यो नमुना दिएको हो। यो नमुनाको आधारमा हजुरहरूले आफूले सिर्जना गर्न सक्नुहुनेछ। कुनै पनि संवाद सिर्जना गर्न सक्नुहुनेछ। अब हाम्रो सिर्जना र परियोजना कार्यको 2 नम्बरमा शिक्षकको सहायतामा रजिस्ट्रेसन फार्म भरेर कक्षामा प्रस्तुत गर्नुहोस् भनिएको छ। यो चाहिँ हजुरहरूले शिक्षकको सहायता अनुसार गर्नुपर्ने हुनेछ। यहाँ चाहिँ एउटा नमुना मात्र दिएको छ। यो विद्यालयको नाम, शैक्षिक सत्र भनेर दिएको छ। यसमा चाहिँ हजुरहरूले अब यो फर्म्याटै दिएको छैन। यहाँ चाहिँ कुन कुन कुराहरू उल्लेख गरिन्छ भनेर मात्र दिएको छ। यहाँ फर्म्याट उल्लेख गरिएको छैन। यहाँ उल्लेख हुनुपर्ने कुराहरू मात्र दिएको छ। विद्यार्थीको नाम, जन्म मिति, उमेर, कक्षा, लिङ्ग आदि। यहाँ अर्कोमा फेरि यहाँ बाँकी कुराहरू पनि उल्लेख गर्नुपर्ने हुन्छ। यहाँ 6 नम्बरमा धर्म, स्थायी ठेगाना, अस्थायी ठेगाना, अभिभावकको नाम, पेसा, सम्पर्क नम्बर, इमेल,
विद्यार्थीको फोटो, विद्यार्थीको हस्ताक्षर अनि अभिभावकको हस्ताक्षर, शिक्षकको प्रमाणीकरण योहरू दिएको छ। खाली ठाउँ आफ्नो जन्म दर्ता, नागरिकता हेरेर फार्म भरी शिक्षकलाई देखाउनु भनेको छ। यसरी नै लयबद्ध तरिकाले फर्मेट तयार पारिँदैन, तर फर्मेट चाहिँ अर्कै हुन्छ। यहाँ चाहिँ के कुरा उल्लेख गरिन्छ भनेर मात्र दिएको छ। यो चाहिँ हजुरहरूले शिक्षकको सहायता अनुसार गर्न सक्नुहुनेछ। अब हाम्रो पाठ 5 मा लक्ष्मीप्रसाद देवकोटाको बारेमा यहाँ एउटा जीवनी दिएको थियो। त्यो जीवनीमा पनि दुईवटा सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा दिएको बुदाका आधारमा इन्दिरा परसाईको जीवनी तयार पार्नुहोस् भनेको थियो। यहाँ इन्दिरा परसाईको जीवनी तयार पारिएको छ। यो जीवनी हजुरले पढेर लेख्न सक्नुहुनेछ। यहाँ सही तरिकाले जीवनी तयार पारिएको छ। यहाँ इन्दिरा परसाईको जन्म विक्रमसम्म 2014 साल फागुन 2 गते दार्जिलिङमा भएको हो। हाल उहाँ काठमाडौँ महानगरपालिका अनामनगरमा बसोबास गर्दै आउनुभएको छ। उनका पिता गणेश प्रसाद शर्मा र माता दुर्गादेवी नेपाल हुन्। शिक्षाका क्षेत्रमा पनि उनी सक्षम व्यक्तित्वका रूपमा परिचित छिन्। उनले MBA सम्मको अध्ययन पुरा गरेकी छन्। साहित्य लेखनमा उनको योगदान अत्यन्तै महत्त्वपूर्ण छ। उनका कथा, कविता, निबन्ध, उपन्यास, खड्काव्य तथा समीक्षात्मक जीवनीमूलक निबन्ध प्रकाशित भएका छन् भनेर यसरी हजुरहरूले कुनै पनि व्यक्तिको जीवन तयार पार्न सक्नुहुन्छ। यहाँ तर बुकमा एउटा बुदाहरू दिएको थियो, त्यसको आधारमा यहाँ जीवनी तयार पारिएको थियो। यहाँ जीवनी हजुरहरूले लेख्न सक्नुहुनेछ। यो बाँकी अनुच्छेद पनि म हजुरलाई वाचन गरेर सुनाउँछु। साहित्य विशेषताका हिसाबले उनी नारीवादी साहित्यकारका रूपमा परिचित छिन्। सामाजिक यथार्थलाई कथामा उतार्ने, मनोविज्ञानलाई कथामा प्रयोग गर्ने, साथै जीवन र विज्ञान बीचको सम्बन्धलाई साहित्यमा समाहित गर्ने उनका लेखनका प्रमुख विशेषताहरू मानिन्छन्। उनको साहित्यिक योगदानलाई सम्मानित गर्न उहाँलाई विभिन्न पुरस्कारहरू प्रदान गरिएको छ। युवा वर्ष मोती पुरस्कार, मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय गौरव युवा सम्मान पुरस्कार, जीवज्योति पुरस्कार लगायतका थुप्रै सम्मानले उनी गौरवान्वित भएकी छिन्। यसरी इन्दिरा परसाई नेपाली साहित्यको क्षेत्रमा एक सक्षम, अग्रगामी र नारीवादी साहित्यकारमा रूपमा स्थापित छिन्। सिर्जना र परियोजना कार्यको 2 नम्बरमा तपाईको समाजका लागि योगदान दिने व्यक्तिको जीवनी परिवारका सदस्यसँग सोधेर लेख्नुहोस् भनिएको छ। यहाँ एउटा नमुना जीवनी दिएको छ। यहाँ एकजना व्यक्तिको बारेमा जीवनी दिएको छ। उहाँले गरेको विभिन्न कार्यहरूको बारेमा वर्णन गरी यहाँ जीवनी दिएको छ। यो जीवनी हजुरहरूले लेख्न सक्नुहुनेछ। यो अर्को पेजमा पनि सोही जीवनीको बाँकी अंश रहेको छ। यसरी नै हजुरहरूले कुनै पनि व्यक्तिको जीवनी तयार पार्न सक्नुहुनेछ। आफ्नो समुदायमा महत्त्वपूर्ण योगदान दिएका कुनै पनि व्यक्तिको जीवनी हजुरहरूले तयार पार्न सक्नुहुनेछ। अब हाम्रो पाठ 6 मा अधिकार ठुलो कि कर्तव्य ठुलो भन्ने एउटा पाठ रहेको छ। यो एउटा प्रतियोगिता हो। यो वक्तकला प्रतियोगिताको एउटा नमुनाको रूपमा यहाँ एउटा पाठ सिर्जना गरिएको हो। यहाँ सिर्जना र परियोजना कार्यको 1 नम्बरमा दिएको उद्घोषणको नमुना पढ्नुहोस्। नमुनाका आधारमा निबन्ध प्रतियोगितामा उद्घोषण गरेको नमुना लेखी कक्षामा प्रस्तुत गर्नुहोस् भनिएको छ। यहाँ एउटा निबन्ध प्रतियोगिताको एउटा दिएको थियो, नमुना दिएको थियो। त्यसको आधारमा यहाँ निबन्ध प्रतियोगिताको एउटा नमुना तयार पारिएको छ। यो हजुरहरूले लेख्न सक्नुहुन्छ। यो वक्तृत्वकला हैन, निबन्ध प्रतियोगिता हो। यो अर्को पेजमा पनि त्यही सोही निबन्ध प्रतियोगिताको एउटा नमुनाको त्यो बाँकी अंशहरू दिएको छ। यो अंशहरू हजुरहरूले पढेर वा लेखेर कक्षा कोठामा प्रस्तुत गर्न सक्नुहुनेछ। यहाँ खाली ठाउँमा हजुरहरूले श्रीमती भनेको ठाउँमा यहाँ हजुरहरूले कसको नाम लेख्नुपर्ने हो सोको नाम लेख्न सक्नुहुनेछ। यसरी हजुरले निबन्ध प्रतियोगिता तयार पार्न सक्नुहुन्छ। त्यसैगरी सिर्जना र परियोजना कार्यको 2 नम्बरमा रोजगार ठिक कि स्वरोजगार ठिक शीर्षकको रोजगार ठिक वा स्वरोजगार ठिक भन्ने कुनै एक पक्षमा साथीको सहायताले एउटा अनुच्छेद लेख्नुहोस् र उक्त अनुच्छेदमा व्यक्त विचारको खण्डन गरी विपक्षमा अर्को अनुच्छेद लेख्नुहोस् भनिएको यहाँ छ। यहाँ पहिलो अनुच्छेद लेखिएको छ। स्वरोजगारको पक्षमा यहाँ
यो पहिलो अनुच्छेद रहेको छ। स्वरोजगारको बारेमा के कुराहरू पर्छन् वा के पक्ष सकारात्मक पक्षहरू छन् तीको बारेमा छलफल गरेर लेखिएको छ। यो पहिलो अनुच्छेद स्वरोजगारको पक्षमा रहेको छ, यो हजुरहरूले लेख्न सक्नुहुनेछ। र यो अर्को अनुच्छेदमा स्वरोजगारको विपक्षमा यो दोस्रो अनुच्छेद रहेको छ। यहाँ स्वरोजगारबाट के नकारात्मक असरहरू पर्छन् त्यसको बारेमा यहाँ लेखिएको छ। यो हजुरहरूले दोस्रो अनुच्छेदमा स्वरोजगारको विपक्षको बारेमा लेख्न सक्नुहुनेछ। अब हाम्रो अर्को पाठ 7 मा शत्रु नाममा वा शीर्षकमा एउटा कथा रहेको छ। यो कथामा पनि दुईवटा सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा दिएको सन्दर्भलाई आधार मानी थप घटना निर्माण गर्दै 100 शब्दमा नघटाई एउटा कथा लेख्नुहोस् भनिएको छ। यहाँ एउटा कथा लेखिएको छ। असल साथीको शीर्षकमा एउटा कथा रहेको छ। यो हजुरहरूले पढेर लेख्न सक्नुहुनेछ। शिक्षा र दीक्षा बालकालदेखि नै नजिकका साथी थिए भनेर यहाँ शिक्षा र दीक्षाको बारेमा कथा तयार पारिएको छ। त्यसैगरी यो अर्को पेजमा पनि सोही कथाको बाँकी अंशहरू रहेका छन्। यसरी नै हजुरहरूले आफ्नो तरिकाले कुनै पनि शीर्षकमा कथा तयार पार्न सक्नुहुनेछ। त्यसैगरी हाम्रो सिर्जना र परियोजना कार्यको यही पाठको सिर्जना र परियोजना कार्यको 2 नम्बरमा तपाईको गाउँ समाजमा प्रचलित कुनै एउटा लोककथा खोजेर कक्षामा सुनाउनुहोस् भनिएको छ। यहाँ लोककथा रहेको छ बकुल्ला र माछा भन्ने शीर्षकमा यहाँ लोककथा रहेको छ। एउटा गाउँको पोखरीमा धेरै माछा बस्थे। त्यही पोखरी वरिपरि एउटा बकुल्ला पनि बस्थ्यो। सुरुमा बकुल्ला माछा खान्थेन, तर पछि उसलाई ठुलो भोक लाग्यो र ऊ माछा खान चाहन्थ्यो, तर पोखरीका माछाले सजिलै पक्रिन दिँदैनथे। एक दिन बकुल्लाले चालाकी गर्न सोच्यो। ऊ पोखरीमा गएर माछाहरूसँग भन्यो, यो पोखरी चाँडै सुक्छ रे। यदि तिमीहरू मलाई भर पर्छौ भने म तिमीलाई अर्को ठुलो पोखरीमा लगिदिन्छु। माछाहरू डराए र विश्वास गरे। बकुल्लाले माछालाई मुखमा राखेर उड्थ्यो, तर नयाँ पोखरीमा पुर्याउने नाममा उसले बाटैमा खाएर फ्याँक्थ्यो। दिनदिनै ऊ माछा खाने काममा रमायो। अन्तिममा एउटा बुद्धिमान बुढो माछाले भने, हामीलाई पनि लैजाऊ। बकुल्लाले सोचे, अब यो अन्तिम भोज हुन्छ। उसले बुढो माछालाई मुखमा राख्यो, तर बुढो माछाले मौका मिलाउँदै उसको घाँटीभित्रबाट प्रहार गर्यो। बकुल्ला पीडाले आकाशबाट खसेर मरेर ढल्यो। बाँकी माछाहरू बचे। शिक्षा लोभ र धोकाले कहिल्यै दीर्घकालसम्म टिक्दैन। चालाकीले अरूलाई दुःख दिएर अन्ततः आफैलाई अनिष्ट ढाक्छ। यसरी हजुरहरूले कुनै पनि लोककथा तयार पार्न सक्नुहुन्छ। यहाँ बकुल्ला र माछाको एउटा सानो लोककथा तयार पारिएको थियो। यसरी हजुरहरूले लोककथा तयार पार्न सक्नुहुन्छ। अब हाम्रो पाठ 8 मा नेपाली राम्रो श्रम र सिप भन्ने शीर्षकमा एउटा कविता रहेको थियो। त्यो कविताको सिर्जना र परियोजना कार्यको 1 नम्बरमा दिएको गजल पढ्नुहोस् र एउटा मुक्तक वा गजल तयार पार्नुहोस् भनेको थियो। यहाँ एउटा गजल तयार पारिएको छ। यसरी नै हजुरहरूले गजल तयार पार्न सक्नुहुनेछ। सिर्जना र परियोजना कार्यको 2 नम्बरमा रेडियो, टेलिभिजन वा विद्युतीय सामग्रीबाट आफूलाई मनपर्ने गीति कविता टिपोट गरेर कक्षामा सुनाउनुहोस् भनिएको छ। यहाँ एउटा कविता तयार पारिएको छ, गीति कविता। यहाँ शीर्षक सपनाको संसार भन्ने रहेको छ। यहाँ 2वटा दिएको छ। यो हजुरहरूले लेख्न सक्नुहुनेछ। यसै कुनै पनि रेडियो, टेलिभिजन वा कुनै सामाजिक सञ्जालबाट निकालेर हजुरहरूले एउटा कविता वा गीति कविता कुनै पनि शीर्षकमा कविताहरू लेख्न सक्नुहुनेछ। यसरी हजुरहरूले कविता लेख्न सक्नुहुनेछ। अब हाम्रो अर्को पाठ 9 मा मेरो देशको शिक्षा भन्ने एउटा शीर्षकमा यहाँ निबन्ध रहेको थियो। यो निबन्धमा पनि सिर्जना र परियोजना कार्यहरू रहेका छन्। यहाँ 1 नम्बरमा दिएको शीर्षकमा 150 शब्दसम्मको निबन्ध लेख्नुहोस् भनेको छ। यहाँ 3वटा शीर्षकहरू दिएको छ। नेपालको आर्थिक विकासमा कृषिको भूमिका, अभिभावकप्रति मेरो जिम्मेवारी, सिकाइमा प्रविधिको उपयोग भन्ने 3वटा शीर्षक दिएको छ। यहाँ 3वटा शीर्षकमध्ये यहाँ एउटा क मा नेपालको आर्थिक विकासमा कृषिको भूमिका भन्ने शीर्षकमा यहाँ निबन्ध दिएको छ। यो निबन्ध हजुरहरूले हेरेर वा पढेर लेख्न सक्नुहुनेछ। यो अर्को पेजमा पनि क को बाँकी अंश र ख मा अभिभावकप्रति मेरो जिम्मेवारी शीर्षकमा निबन्ध दिएको छ। यो निबन्ध लेख्न सक्नुहुनेछ। अब हामी अर्को ग को निबन्धतर्फ हेरौँ।
हाम्रो यस ग नम्बरमा सिकाइमा प्रविधिको उपयोग भन्ने शीर्षकमा यहाँ निबन्ध दिएको छ। यो निबन्ध वाचन गरेर हेरौँ। आजको आधुनिक युगमा प्रविधि र शिक्षा एकअर्कासँग अत्यन्त नजिक भएका छन्। कम्प्युटर, मोबाइल, इन्टरनेट र विभिन्न डिजिटल उपकरणहरूले सिकाइलाई सजिलो, छिटो र रोचक बनाएका छन्। विद्यार्थीहरूले अनलाइन कक्षा, भिडियो ट्युटोरियल, ई-बुक्स, शैक्षिक एप्स र अनलाइन क्विज मार्फत विभिन्न विषय सिक्न सक्छन्। यसले समय बचत मात्र गर्दैन, व्यक्तिगत गति अनुसार सिकाइ सम्भव बनाउँछ र शैक्षिक स्तरमा सुधार ल्याउँछ। प्रविधिको सही प्रयोगले विद्यार्थीमा रचनात्मक सोच, समस्या समाधान क्षमता र आत्मनिर्भरता विकास गर्छ। शिक्षकहरूले पनि डिजिटल उपकरण प्रयोग गरेर पाठलाई आकर्षक र अन्तर्क्रियात्मक बनाउन सक्छन्। अनलाइन स्रोतहरू मार्फत विद्यार्थीहरूले विश्वभरका ज्ञान र अनुभवको पहुँच पाउँछन्, तर प्रविधि प्रयोग गर्दा सावधानी अपनाउनु जरुरी छ। अनावश्यक सामाजिक सञ्जाल वा गेममा समय व्यर्थ गर्नुले सिकाइमा बाधा पुर्याउन सक्छ। त्यसैले प्रविधि बुद्धिमानीपूर्वक र सन्तुलित रूपमा प्रयोग गर्नु आवश्यक छ। यदि यसलाई सही तरिकाले प्रयोग गरियो भने प्रविधि शिक्षा प्रणालीलाई दिगो, प्रभावकारी र सृजनात्मक बनाउन सहयोगी हुन्छ। यसरी हजुरले तिनटैको आफ्नो तरिकाले एउटा निबन्धका रूपमा प्रस्तुत गर्न सक्नुहुनेछ। यसरी हजुरले तिनटैको निबन्ध लेख्नुहोला। पाठ 10 मा व्यावसायिक चिठी भनेर एउटा चिठी रहेको छ। यो चिठीमा सिर्जना र परियोजना कार्य दुईवटा रहेका छन्। 2 नम्बरमा गाउँघरको हाल खबर उल्लेख गर्दै सहरमा पढ्न बसेको भाइलाई पठाउने चिठीको नमुना तयार पार्नुहोस् भनेको छ। यो 1 नम्बर हो। यो 1 नम्बरमा यहाँ चिठी दिएको छ। यसरी नै हजुरहरूले चिठी लेख्नुपर्नेछ। हजुरलाई चिठी लेख्न पक्कै पनि आउँछ, किनभने यो सानै कक्षादेखि हामीले सिकिआएको हो। यो कुनै पनि त्यस्तो गाह्रो चिठी होइन। यो व्यावसायिक चिठी त्यस्तोमा पर्दैन। यो एउटा आफ्नो आफन्तजन वा घर परिवारलाई लेख्ने एउटा चिठी हो। यो हजुरहरूले लेख्न सक्नुहुनेछ। त्यसैगरी यो बाँकी अंशमा पनि सोही चिठीको बाँकी अंशहरू रहेको छ। यहाँ लास्टमा हजुरले तिम्रो दाइ वा तिम्रो दिदी भनेर को आफ्नो नाम लेख्न सक्नुहुनेछ। यसरी हजुरहरूले सजिलै एउटा घर परिवार वा आफन्तजन इष्टमित्रहरूलाई लेख्नको लागि एउटा चिठी तयार पार्न सक्नुहुनेछ। यसरी हजुरहरूले चिठी तयार पार्नुहोला। अब हाम्रो सिर्जना र परियोजना कार्यको 2 नम्बरमा तपाईँ सहभागी भएको कुनै सांस्कृतिक कार्यक्रममा घटना टिपोट गरी रिपोर्टिङको शैलीमा कक्षामा प्रस्तुत गर्नुहोस् भनेको छ। यहाँ कुनै पनि आफ्नो गाउँ समाजमा भएको सांस्कृतिक कार्यक्रमको वा कुनै आफ्नो स्कुल वा विद्यालयमा भएको कुनै पनि सांस्कृतिक कार्यक्रमको बारेमा लेख्न सक्नुहुनेछ। यहाँ एउटा रिपोर्ट तयार पारिएको छ, गाउँपालिका सांस्कृतिक महोत्सव भनेर। यहाँ गाउँपालिकाको एउटा सांस्कृतिक कार्यक्रमको रिपोर्ट तयार पारिएको छ। वा यसरी हजुरले लेख्न सक्नुहुन्छ। मिति दिएको छ यहाँ 2075 5 महिना 15 गते भनेर। त्यसै स्थान हाम्रो गाउँपालिका सभाहाल भनेर। यसरी हजुरले रिपोर्ट तयार पार्न सक्नुहुन्छ। अब यो अर्को पानामा कार्यक्रममा भएका विभिन्न क्रियाकलापहरू वा कार्यहरू र कसरी सम्पन्न गरियो, के भयो, के कामहरू भयो, कस्ता कार्यक्रमहरू गरिए यहाँ दिएको छ। परम्परागत नाचगान, रचनात्मक नाटक, भजन जस्ता विभिन्न कार्यक्रमहरू गरेर कार्यक्रम सम्पन्न गरिएको थियो। हाम्रो पाठ 11 मा कर्तव्य भन्ने एउटा छोटो कथा रहेको छ। यो कथामा सृजना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा दिएका बुँदाका आधारमा एउटा छोटो कथा लेख्नुहोस् भनिएको छ। यहाँ एउटा कथा लेखिएको छ जसको शीर्षक प्रवीणको परिश्रम र सफलता भन्ने रहेको छ। यो कथा हजुरले हेरेर लेख्न सक्नुहुनेछ। त्यस्तै अब यहाँ कथाको बाँकी अंशहरू रहेको छ। यो अंशहरू पनि हजुरहरूले पढेर लेख्न सक्नुहुनेछ। यहाँ कथाको अन्तिममा आज प्रवीण आफ्नै देशमा बसेर सुखपूर्वक जीवन चलाउँछ। उसका आमा बुबा पनि बुढेसकालमा सन्तानको सहारा पाएर अत्यन्तै खुसी छन्। प्रवीणको कथा हामीलाई सिकाउँछ कि विदेशमा ठुलो धनको लोभले सधैँ सफलता र खुसी दिन सक्दैन। आफ्नै देशमा परिश्रम र सही योजना नै साँचो समृद्धि र खुसी ल्याउँछ भन्ने यस पाठले सन्देश दिएको छ वा यस कथाले सन्देश दिएको छ। यसरी हजुरहरूले कथा लेख्न सक्नुहुनेछ।
त्यसैगरी सिर्जना र परियोजना कार्यको 2 नम्बरमा तपाईँले अध्ययन गर्नुभएको कुनै एउटा सामाजिक कथाको घटना, पात्र र परिवेशको समीक्षा गरी कक्षामा सुनाउनुहोस् भनिएको छ। यहाँ एउटा कथा रहेको छ, सडक पारको जीवन भन्ने। यस कथा सडक पारको जीवन भयो यसको शीर्षक। पात्र रामु मुख्य पात्र, उनका साथीहरू र गाउँका वृद्ध-वृद्धा। परिवेश ग्रामीण गाउँ र सहरतिर जाने सडक मार्ग भनेर दिएको छ। यसरी यहाँ कथाको घटना, पात्र र परिवेशको समीक्षा गरी एउटा कथा तयार पारिएको छ। यो कथा हजुरले लेख्नुहोला र सोही कथाको बाँकी अंशहरू यहाँ रहेका छन्। यो बाँकी अंश हजुरहरूले हेरेर लेख्न सक्नुहुनेछ। अब हाम्रो अर्को पाठ 12मा पाब्लो पिकासो भन्ने एउटा व्यक्तिको जीवनी रहेको छ। उहाँ एउटा अन्तर्राष्ट्रिय व्यक्तित्व हुनुहुन्छ। उहाँको यहाँ जीवनी दिएको थियो बुकमा। त्यसमा पनि 2वटा सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा दिएका बुदाका आधारमा मोतीराम भट्टको छोटो जीवनी तयार पार्नुहोस् भनिएको छ। यहाँ मोतीराम भट्टको जीवनी तयार पारिएको छ। मोतीराम भट्ट विक्रम सम्वत 1923 भाद्रमा काठमाडौँमा जन्मिएका थिए। उनका पिता दयाराम भट्ट र माता रिपु मदिनी देवी थिइन्। बाल्यकालदेखि नै विधा र साहित्यमा रुचि भएका मोतीरामले फारसी, उर्दू, अङ्ग्रेजी, हिन्दी र संस्कृत भाषामा गहिरो ज्ञान हासिल गरे। युवा अवस्थामै नेपाली साहित्यमा उनी एक युवा कविको रूपमा परिचित भए। मोतीराम बहुमुखी प्रतिभाका धनी थिए। उनी कवि, गजलकार, जीवनीकार र साहित्यिक समालोचकका रूपमा समेत प्रख्यात थिए। नेपाल भाषामा गजल र समस्यापूर्ति कविताका आरम्भकर्ता उनी नै हुन्। यसरी हजुरले यहाँ जीवनी लेख्न सक्नुहुन्छ। यो अर्को पेजमा पनि सोही मोतीराम भट्टको निवेदनको बाँकी अंश रहेको छ। यहाँ साहित्यिक क्षेत्रमा योगदानका अतिरिक्त उनी नेपालमा छापाखाना स्थापना गर्ने र पत्रिका प्रकाशन गर्ने अग्रणी व्यक्तित्व थिए। काठमाडौँ र बनारसमा उनले मोती मण्डलीको स्थापना गरी साहित्यिक गतिविधिलाई प्रवर्धन गरे। साथै उनले भानुभक्ति रामायणको बालकाण्ड पनि प्रकाशित गरे। विक्रम सम्वत 1937मा विवाह गरेका मोतीराम भट्टले आफ्नो जीवनभर नेपाली साहित्यको सेवा गरे। उनी विक्रम सम्वत 1953मा देहावसान भएका थिए। मोतीराम भट्टको साहित्यिक योगदानले नेपाली गजल, कविता र प्रकाशन क्षेत्रमा स्थायी छाप छोडेको छ। यसरी हजुरहरूले यो दिएको बुदाको आधारमा निबन्ध तयार पार्न सक्नुहुनेछ। निवेदन होइन, सरी। अब हाम्रो सिर्जना र परियोजना कार्यको 2 नम्बरमा पुस्तकालयमा रहेका सामग्रीको सहयोग लिई वा आफूले चिने जानेका कुनै एकजना गीतकारको जीवनी तयार पार्नुहोस् भनिएको छ। यहाँ एकजना महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी तयार पारिएको छ। यहाँ नेपाली साहित्यकार, महान गीतकार भनेर तयार पारिएको छ। लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यिक र सङ्गीत क्षेत्रमा अत्यन्तै प्रतिष्ठा र बहुमुखी व्यक्तित्वका धनी व्यक्ति हुन्। उनी विक्रम सम्वत 1909 फागुन 13मा काठमाडौँमा जन्मिएका थिए। बाल्यकालदेखि नै उनी साहित्य, भाषा र सङ्गीतमा रुचि राख्थे। आफ्नो अध्ययन र पढाइ मार्फत उनले नेपाली भाषा र साहित्यलाई नयाँ उचाइमा पुर्याए भनेर यसरी हजुरले यो सबै जीवनी लेख्न सक्नुहुनेछ। यो अर्को पेजमा पनि सोही महान साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको बाँकी अंशहरू रहेको छ। यहाँ जीवनीको बाँकी अंशहरू रहेको छ। यसरी नै हजुरहरूले कुनै पनि व्यक्तिको एउटा जीवनी लेख्न सक्नुहुनेछ। यो निबन्ध होइन, मैले बारम्बार निबन्ध भनिरहेको थिएँ, तर यो निबन्धको पाठ होइन, यो जीवनीको पाठ हो। यसरी हजुरहरूले एउटा जीवनी लेख्न सक्नुहुनेछ। यो देवकोटाको विक्रम सम्वत 1987मा देहावसान भए। उहाँको देहावसान चाहिँ 1987मा भएको थियो विक्रम सम्वत। यसरी हजुरले कुनै पनि व्यक्तिको जीवनी लेख्न सक्नुहुनेछ। यहाँ मैले बारम्बार जीवनी भनिरहेको थिएँ, सरी त्यसको लागि, किनभने यो जीवनी नै हो, मैले निबन्ध भनिरहेको थिएँ। त्यसैले यो निबन्ध हजुरहरूले लेख्न सक्नुहुनेछ। यसरी हजुरले कुनै पनि व्यक्तिको एउटा राम्रो तरिकाले जीवनी तयार पार्न सक्नुहुनेछ। अर्को पाठ 13मा पख्नुहोस् भन्ने एउटा शीर्षकमा एउटा निबन्ध रहेको थियो। त्यो निबन्धमा पनि 2वटा
सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा समाजमा देखिएका विकृति शीर्षकमा हास्यव्यङ्ग्य शैलीको छोटो निबन्ध लेख्नुहोस् भनिएको छ। यहाँ हास्यव्यङ्ग्य तरिकाले एउटा समाजमा देखिएका विकृतिको बारेमा छोटो निबन्ध तयार पारिएको छ। हाम्रो समाज अचम्मका विकृतिले भरिएको छ। कहिलेकाहीँ ती विकृतिले हाँसो ल्याउँछन्, कहिलेकाहीँ टाउको दुखाउँछन्। सबैभन्दा पहिला त मान्छे आफ्नो वास्तविकतालाई देखाउन डराउँछन्। सामाजिक सञ्जालमा त निकै झल्किन्छन्। फेसबुक, टिकटक, इन्स्टाग्राममा सबैलाई बुद्धिमान, धनी र लोकप्रिय देखाउन चाहन्छन्, तर वास्तविक जीवनमा तिनीहरूको जीवनशैली भने जस्तो देखिन्छ। खाली फोटो र स्ट्याटस चम्किन्छ, तर कामकाजको अवस्था उस्तै अल्छी र अव्यवस्थित। हाम्रो समाजमा ढोका ताली र नक्कली सम्मान पनि एउटा ठुलो विकृति हो। छिमेकीको नयाँ कार देख्दा सबैको आँखा ठुलो हुन्छ, तर आफ्नो छोराले पुस्तक हातमा उठायो भने पढ्छ कि पढ्दैन भनेर आश्चर्य मान्छन्। यसरी हजुरले यहाँ एउटा समाजमा देखिएको विकृतिलाई हास्यव्यङ्ग्य शैलीमा छोटो निबन्ध तयार पार्न सक्नुहुनेछ। यो अर्को पेजमा पनि सोही निबन्धको बाँकी अंशहरू रहेका छन्। यो निबन्ध लामो छ, यसलाई हजुरहरूले नै पढेर राम्रोसँग बुझेर गर्नुहोला। यसरी हजुरहरूले आफ्नो तरिकाले पनि कुनै पनि हास्यव्यङ्ग्य शैलीमा निबन्ध तयार पार्न सक्नुहुनेछ। यसपछि सिर्जना र परियोजना कार्यको 2 नम्बरमा रेडियो, टेलिभिजन वा सामाजिक सञ्जालमा प्रसारित कुनै एउटा हास्यव्यङ्ग्य रचनाको विषयवस्तु र सन्देश लेखी कक्षामा सुनाउनुहोस् भनिएको छ। यहाँ रचना कोभिडका कथा भन्ने एउटा शीर्षक रहेको छ। यसमा सोसल मिडिया, रेडियो, टेलिभिजन, स्केच भनेर दिएको छ। यसको विषयवस्तुहरू तयार पारिएको छ। यो 2077-78 सालमा भएको जुन कोभिड महामारी थियो हो त्यसको बारेमा यहाँ छोटो विषयवस्तुहरू दिएको छ। यो विषयवस्तुहरूले हेरेर पढेर लेख्न सक्नुहुन्छ। यो हास्यव्यङ्ग्य रचना कोभिड-19 महामारीको समयमा समाजमा देखिएका विचित्र व्यवहार र बानीहरूलाई मजाकिय शैलीमा प्रस्तुत गर्छ। यसरी हजुर मजाकिय शैलीमा प्रस्तुत गरेर एउटा कोभिड कथाको एउटा विषयवस्तुहरू टिपेर हास्यव्यङ्ग्य शैलीमा यहाँ तयार पारिएको छ। यसरी हजुरहरूले कुनै पनि हास्यव्यङ्ग्य तरिकाले तयार पार्न सक्नुहुनेछ। अब यो अर्को पेजमा पनि सोही हास्यव्यङ्ग्य शैलीको निबन्धको यो बाँकी अंश हो। यो पनि हजुरहरूले लेख्न सक्नुहुन्छ। यहाँ सन्देशमा यस हास्यव्यङ्ग्य रचनाले हामीलाई सिकाउँछ कि जीवनमा नियम र सामाजिक जिम्मेवारीलाई हल्कासँग लिनु हुँदैन। हाँसो र मजाकको माध्यमबाट हामी आफ्ना गल्ती र कमजोरी बुझ्न सक्छौँ। मुख्य सन्देश हास्यव्यङ्ग्यले मनोरञ्जन मात्र दिन्छ भन्ने होइन, यसले समाजको विकृतिलाई उजागर गर्दै सुधार र चेतनाको प्रेरणा पनि दिन सक्छ। यस रचनालाई कक्षामा प्रस्तुत गर्दा हाँसोको माध्यमबाट विद्यार्थीहरूले समाजका विकृतिबारे सजिलै बुझ्न सक्छन् र आफ्नै व्यवहारको मूल्याङ्कन गर्न प्रेरित हुन्छन्। अब हाम्रो अर्को पाठ 14मा घरको माया भन्ने एउटा पाठ रहेको छ। यो पाठ संवाद हो। यो पाठमा पनि 2वटा सिर्जना र परियोजना कार्यहरू रहेका छन्। यहाँ 1 नम्बरमा कुनै एउटा ऐतिहासिक घटनालाई विषयवस्तु बनाएर संवाद लेख्नुहोस् भनिएको छ। यहाँ ऐतिहासिक संवाद नेपाल ब्रिटेन युद्धको बारेमा यहाँ ऐतिहासिक संवाद तयार पारिएको छ। यो संवाद हजुरले लेख्न सक्नुहुन्छ। यहाँ गाउँले सैनिकको बीचमा र सैनिकको साथी र आमा भनेर यो गाउँलेहरूको नाम र सैनिक बीचको एउटा संवाद तयार पारिएको छ। यसरी नै हजुरहरूले कुनै पनि संवाद तयार पार्न सक्नुहुनेछ। यो अर्को पेजमा पनि सोही संवादको बाँकी अंशहरू रहेका छन्। यो यस्तै तरिकाले हजुरहरूले कुनै पनि संवाद तयार पार्न सक्नुहुनेछ। यही संवाद लेख्नुपर्छ भन्ने छैन, आफ्नो तरिकाले कुनै पनि संवाद तयार पार्न सक्नुहुनेछ। यो एउटा नमुना मात्र हो। यो नमुना हेरेर हजुरहरूले कुनै पनि संवाद तयार पार्न सक्नुहुनेछ। त्यसैगरी अर्को सिर्जना र परियोजना कार्यको 2 नम्बरमा पुस्तकालय वा विद्युतीय सामग्रीको उपयोग गरी कुनै एउटा एकाङ्की खोजेर त्यसको विषयवस्तु कक्षामा प्रस्तुत गर्नुहोस् भनिएको छ। यहाँ एउटा एकाङ्की रहेको छ। अन्धोको देश भन्ने लेखक चाहिँ बालकृष्ण सम हुनुहुन्छ। उहाँको एउटा एकाङ्कीको विषयवस्तुहरू दिएको छ। यो विषयवस्तुहरू हजुरहरूले लेख्न सक्नुहुनेछ। यसरी कुनै पनि एकाङ्की खोजेर लेख्नुहोला। कुनै पनि सामाजिक सञ्जाल वा पुस्तकालय लाइब्रेरीहरूबाट आफूले खोजेर लेख्न सक्नुहुनेछ। यो पनि सोही सिर्जना र परियोजना कार्यको अंशहरू हुन्। यहाँ एउटा सन्देश दिएको छ। यो एकाङ्कीको सन्देश स्पष्ट छ।
समाजमा प्रगतिशील, चेतनशील र विद्वान व्यक्तिहरूको कदर गर्नुपर्छ। अज्ञान र अन्धविश्वासले कहिल्यै प्रगति सम्भव हुँदैन भनेर यसले सन्देश दिन खोजेको छ। यसरी नै कुनै पनि एकाङ्की तयार पारेर लेख्नुहोला। अब हाम्रो अर्को पाठ 15 मा गाउँमाथि एउटा कविता भन्ने शीर्षकमा एउटा कविता रहेको छ। यो कवितामा पनि दुईवटा सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा मानव शीर्षकमा एउटा कविता रचना गर्नुहोस् भनिएको छ। यहाँ मानव शीर्षकमा कविता रचना गरिएको छ। यो कविता हजुरले लेख्न सक्नुहुनेछ। अब सिर्जना र परियोजना कार्यको 2 नम्बरमा पुस्तकालयबाट एउटा बाल कविता खोजी त्यसको मूल भाव कक्षामा प्रस्तुत गर्नुहोस् भनिएको छ। यहाँ एउटा बाल कविता तयार पारिएको छ, मक्खी भन्ने। यसमा यो बाल कविता रहेको छ र यसको बाल कविताको मूल भाव वा सन्देश रहेको छ। यस कविताले मक्खीको मेहनत, कर्मठता र योगदानलाई देखाएको छ। ससाना प्राणी भए पनि मक्खीले फूलबाट रस सङ्कलन गरी मह तयार गर्छ जसले बाल-बालिकादेखि सबैलाई लाभ दिन्छ। त्यसैले बालकहरू पनि मेहनती, लगनशील र उपयोगी बन्नुपर्छ भन्ने सन्देश दिन्छ। यसरी एउटा छोटो कविता तयार पारी यसको मूल भाव तयार पारेको छ। यसरी नै हजुरले कुनै पनि शीर्षकमा कविता तयार पारी मूल भाव लेख्न सक्नुहुनेछ। अब हाम्रो पाठ 16 वा अन्तिम पाठमा एउटा आयाम शीर्षकमा कथा रहेको थियो। त्यो कथामा पनि सिर्जना र परियोजना कार्यहरू रहेका छन्। 1 नम्बरमा तपाईँलाई मन परेको शीर्षकमा एउटा कथा लेख्नुहोस् भनिएको छ। यहाँ एउटा कथा तयार पारिएको छ, सत्यको विजय भनेर। यो शीर्षकको कथा म हजुरलाई सुनाउँछु। सानो गाउँमा अर्जुन नामको एक विद्यार्थी बस्थ्यो। ऊ असाध्यै मेहनती र सच्चाकारी थियो। विद्यालयमा ऊ सधैँ समयमै गृह कार्य गर्थ्यो र साथीहरूलाई पनि पढाइमा सहयोग गर्थ्यो। तर उसको एक साथी विमल भने अरूको काम चोरेर आफ्नै भन्न मन पराउँथ्यो। एक दिन विद्यालयमा शिक्षकले सबैलाई आफ्नै कथा लेखेर ल्याउनु भनेर गृह कार्य दिए। अर्जुनले रातभरि बसेर रमाइलो कथा लेख्यो। विमलले भने आलस्य गरेर कामै गरेन। भोलिपल्ट जब गृह कार्य दिनु पर्ने भयो, विमलले चोरी छिपी अर्जुनको कथा लिएर शिक्षकलाई बुझायो। शिक्षकले सबैको गृह कार्य पढ्न थाल्दा अर्जुनको पालो आउँदा भने ऊ खाली हात थियो। ऊ रोएर भन्यो, सर यो कथा मेरो हो, तर मेरो साथीले चोरी गरेर बुझाएको छ। सुरुमा शिक्षकलाई विश्वास लागेन, तर जब अर्जुनले कथाको सम्पूर्ण घटनाक्रम कण्ठ गरेर सुनायो, सबै चकित भए। शिक्षकले तुरुन्तै विमललाई फटकारे र भने सत्यलाई कहिल्यै लुकाउन सकिँदैन। त्यस दिनपछि विमलले गल्ती स्वीकार गर्यो र मेहनत नगरी अरूको श्रम आफ्नो बनाउन हुँदैन भन्ने शिक्षा पायो। अर्जुन भने अझै सबैको प्रिय र विश्वासिलो साथी बन्यो। मूल भाव यस कथाले सत्य र मेहनतको जित हुन्छ भने छल, धोका र आलस्यले कहिल्यै टिक्दैन भन्ने सन्देश दिन्छ। यसरी हजुरले आफूलाई मनपर्ने शीर्षकमा कथा तयार पार्न सक्नुहुनेछ। सिर्जना र परियोजनाको कार्यको 2 नम्बरमा पुस्तकालयबाट कुनै एउटा कथा खोजेर ल्याउनुहोस् र कक्षामा सुनाउनुहोस् भनेको छ। यहाँ एउटा कथा रहेको छ, सत्यवादी राजा हरिश्चन्द्रको। एउटा समयमा हरिश्चन्द्र नामका राजा थिए। उनी धेरै न्यायप्रेमी, दयालु र सत्यवादी थिए। आफ्नो वचन पूरा गर्नका लागि उनी जुनसुकै दुःख सहन पनि तयार हुन्थे। एकपटक ऋषि विश्वामित्रसँगको वचन पूरा गर्न उनले आफ्नै राज्य त्यागे। दरबार, धन सम्पत्ति सबै छोडेर पत्नी र छोरा सहित दासको जीवन बिताउन पुगिन्। जीवनमा धेरै कष्ट पाएको भए पनि उनले झुटो बोलेनन्, धोका दिएनन् र धर्मबाट विचलित भएनन्। अन्ततः उनका सत्यनिष्ठा र धर्मपरायणताको कारण देवताहरू प्रसन्न भएर हरिश्चन्द्रले पुनः आफ्नो राज्य पाउनुभयो। यसरी हजुरले कथा तयार पार्न सक्नुहुन्छ। यो कथा अति नै छोटो भयो। यसरी अन्य कथाहरू हजुरहरूले पुस्तकालय वा सामाजिक सञ्जालबाट खोजेर लेख्न सक्नुहुनेछ। यसको मूल भाव भनेको चाहिँ यस कथाले सत्य, धर्म र वचनबद्धताको मार्गमा हिँड्ने व्यक्तिलाई अन्ततः विजय प्राप्त हुन्छ भन्ने सन्देश दिन्छ। यसरी हजुरले सम्पूर्ण पाठको सिर्जना र परियोजना कार्यहरू गर्न सक्नुहुनेछ। र यदि यो भिडियो हजुरलाई मन परेमा लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। यदि यस भिडियोले हजुरलाई सहयोग पुगेको छ भने यस भिडियोलाई सक्दो सेयर गरी आफ्नो साथीहरूलाई पनि सेयर गरिदिनुहोला। र यस भिडियोबाट हजुरले के सिक्नुभयो त्यसको लागि कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला। धन्यवाद।